तपाईहरुलाई स्वागत छ टिम मुकेश नेपाल च्यानलमा। साथीहरु जीवनमा हैन कामको र मामको महत्त्व कति छ हैन यो चराचुरुङ्गीहरुबाट सिक्नुपर्छ हामीले है। हैन साच्चै भनेको म अब्जर्भ गरिरहेको थिएँ हैन लास्ट 1 आवर हैन यो चराचुरुङ्गी हैन यो चराचुरुङ्गीबाट अब मान्छेले एउटा कति राम्रो सिक पाएको छ है। म अगाडि भन्छु हेर्नु साथीहरु मिनिमम कुवेतको टेम्परेचर आजभोलि हैन मोर देन 50 डिग्री टेम्परेचर 50 डिग्री सेल्सियस हुन्छ मोर देन है। हैन एकदमै घाम हुन्छ दिनभरि एकदमै घाम हुन्छ है साथीहरु मतलब यस्तो थाम्न नसक्ने घाम हुन्छ है यहाँ र प्लसमा के छ भनेपछि हैन यो यति घाम हुन्छ नि चराचुरुङ्गी निक्लिन सक्दैन के बाहिर एकदमै मतलब बाहिर थाम्नै सक्दैन के यो घामले यति घाम हुन्छ यहाँ हैन। अनि त्यसपछि यहाँको घाममा ह्युमिडिटी धेरै हुन्छ है साथीहरु एकदमै हुन्छ हैन। अनि अब हेर्नु यो चराचुरुङ्गी के छ हैन भनेपछि जस्तै कि अहिले यिनीहरु बिहान बिहान हल्का एकदम नर्मल टेम्परेचर छ लाइक 25 to 30 छ हैन। यदि बिहान बिहान यदि उडेर कहीं गएर आफ्नो पेट पालन गरेन भने आफ्नो आहार खोजेन भने यिनीहरु दिनभरि भोकै बस्नुपर्छ। हेर्नु है साथीहरु यदि बिहान बिहान यिनीहरुले आफ्नो आहार बनाएन भने आफ्नो खाना बनाएन भने आफ्नो काम गरेन भने यिनीहरुले दिनभरि भोकै बस्नुपर्छ। सेम लाइक मान्छे नै हो के यदि दिनभरि सुते भने हैन काममा गएन भने हैन आफ्नो आहार खोजेन भने हैन मतलब कतिको पछुतो हुँदो रहेछ भनेपछि यो हामीले सिक पाउनु पर्छ है। हेर्न सक्नुहुन्छ है। सो द मोरल अफ द स्टोरी के छ भनेपछि हैन इभन चरालाई पनि थाहा छ के इभन चराचुरुङ्गीलाई पनि थाहा छ के यदि समयमै उठेन भने समयमै आफ्नो खाना खोजेन भने म समयमै काम गरेन भने हैन मलाई दिनभरि भोकै रहनु पर्छ हैन। उता एउटा चराचुरुङ्गीको लागि एउटा नर्मल थिङ्स हो हैन एउटा त्यो मैले एउटा एक्जाम्पल मात्र दिएको हैन। तर यसलाई उल्टो गरेर सोच्नु भयो भने हैन सेम मान्छेमा लागु हुन्छ के यदि समयमै कमाएन भने समयमै काम गरेन भने समयमै उचित डिसिजन लिएन भने हैन जिन्दगीभरि पस्ताउनु पर्छ के है। हेर्न सक्नुहुन्छ साथीहरु हैन। सो मेरो भन्नुको अर्थ के छ हैन यदि तपाईले बुझ्नु भयो भने ठिकै छ नबुझ्नु भयो भने पनि आफ्नो हिसाबले बुझ्नु होला नि जति सक्दो आफ्नो हिसाबले बुझ्ने कोसिस गर्नु होला हैन। मलाई भन्न राम्रोसँग आएन होला बट मेरो कन्सेप्ट चाहिँ राम्रो थियो एउटा पोजिटिभ मेसेज दिनु थियो है। सो अब तपाईहरु यो कुरालाई कतिको लिनुहुन्छ कतिको पोजिटिभ लिनुहुन्छ त्यो तपाईमा भर पर्छ। ओके गाइज थ्यांक यू वाचिङ फर माई भिडियो।